Hello guys, welcome back to my Sakshi's channel and Sakshi here. Simran mama so cute as always. I'm here to तारीफ के गर्नु र तेरो तारीफ छैन कि गर्नु भइराको No couple हो है Yes, we are a morning person actually. अच्छा walk पनि जाउँ भनेको guys. But our gate is locked unfortunately. After some time we will for sure we will go. Yeah, because we are a morning person. We woke up at 6 a.m. I guess. Yes. Not 6 bro, it's 5. Yeah, maybe. Yeah, it's around 5:30 or 6. I don't know. I don't know exactly. And we are in Chat for fresh air. I don't know, guys, why this Sakshi is so much obsessed with me. She's always bothering me. So obsessed with me. Actually, I put this on Facebook. And here I have a Simran Rai. She's very pretty. And so as me. Yeah, you're. This I'll put this on. Ekolo jagata ho guys मलाई भेट्न आउनु. मलाई जाने हैन अब यो डर लाग्यो. Jagate because we deserve that, you know. Sakshi, गर्दैन. Wanna be baddie, you know. जानु पर्छ गाइस आज मर्निङ वक. गाडी आइ. I'm sorry to जान्छ morning walk, but unfortunately आज मैले छिटो उठेछ. Maybe fortunately भनौँ. हामीले छिटो उठेछ, so morning walk हामी like gate is locked. Our gate is locked. Room को घरको gate is locked, so we can't go more. Look at them, what are they doing? भर्खर माथि छप्परबाट आइसक्यो हो. सुप्रिया चाहिँ चेक गर्न जाँदैछ दैलो खुला छ कि खुल्ला छैन भनेर. तल हो नि त. के बिचमा सुत्दो रहेछ हौ गाइस यहाँको त मान्छेहरू. उसै पनि आज हामी पर्खिरहेको छु हो. यहाँदेखिको चाहिँ हाम्रो गाइस यहाँ नजारा देख्छ हौ. यहाँ आन्टी चाहिँ जहिले बिहान बिहान उठ्छ गाइस. त्यस्तो छ हो. यहाँ चाहिँ मान्छे पनि. अनि सुप्रियाको रुम चाहिँ यहाँ छ है. अब बाहिर जाउँ भनेको खै के गरेको दैलो खोल्दैन. हामीले चाहिँ भर्खर इन्फर्मेसन पाइसक्यो सुप्रियाकोबाट कि दैलो चाहिँ लक रहेछ. सायद एकछिनमा जान्छु होला कि सायद जाँदिनँ होला हामी थाहा छैन कि फेरि सुत्छु होला हो. जस्तो छ सो गाइस इफ हामीले गइहालेछौँ भने पनि भरे भेट्छौँ. इफ हामी गएन रहेछौँ भने पनि बादमा हामी बाहिर जान्छु नि त राति. अनि तपाईँहरूलाई देखाउँछु यहाँ कस्तो छ भनेर. ओके गाइस बाई बाई. अहिले चाहिँ भेटौँ. रियल चाहिँ मनको भावनाहरू पोखाउँदैछ हो. ममताले मेरो पैसा आएको छ नि त के चाहिँ गर्नु अब काम गरेको क्या हौ. त्यही त अब चाहिँ हामीहरू दोकान जाँदैछु हो. सिमन चाहिँ घुम्मै छ. सुप्रिया म त सबै वक गर्छु नि त होइन है. अहिले वक गर्ने हामीहरू चाहिँ आज त मर्निङ पर्सन हुन्छ कि हामीहरू. त्यही भएर यस सो चाहिँ अब हामीले यहाँ जाँदैछु दोकान. के किन्ने हो सुप्रिया? सुप्रियाले के किन्छु भन्दैछौ? के किन्छु है? Not with my money, but Simran's money. She was. ओके त म तपाईँहरू यहाँको एरिया देखाउँछु ल अब. त हामीले चाहिँ हिँड्दैछु हो. हामी चाहिँ अघि साइडबाट आएको. अब यहाँदेखिको चाहिँ हामी चाहिँ आउँदैछु. रातिको पनि भ्यू देखाउनु पर्ने हो खास है डरै लाग्दो. यहाँ चाहिँ यस्तो छ बट हाम्रो यहाँ जानु हुँदैन. हाम्रो यहाँ जानुपर्छ. यस रातिको भ्यू बेलुका देखाउँछ. रातिको भ्यू बेलुका देखाउँछु. यहाँ डरै लाग्दो सिनहरू भइबस्छौ के भएको कलेज यो चाहिँ सुप्रियाको कलेज हो. यस 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 कोही को आउँछ हौ तर्सिनेहरू चाहिँ हेर्न घरि बिहानको आउँछ रातको आउँछ. यो बुझ्नै सकिँदैन. यहाँ त के हो रात बिहान भइसक्यो मान्छेहरू हुँदैन. रात परेपछि चाहिँ झाङझाङ झुक्दिङ स्टार्ट. यहाँदेखि पुग्ने हो. जिन्दगीमा यही चाहिएको थियो गाइस. यही चाहिएको थियो. हाम्रो सुप्रियाले चाहिँ यहाँ 1 साल बाद ब्ल्याङ्केट हिँडेको हो र महिला चाहिँ दररोज जाँदैछ. अनि मैले चाहिँ यहाँ अलरेडी दैलोहरू सब खोलिसकेको छु हो. अब यहाँ कुदाको धुन्छ अब भागा भाग. कहाँ गरिन अहिले सुकाउनु पर्छ भनेको. यति काम गरेर के गर्नु त्यो चाहिँ काम होइन. त्यो टेक्ने चाहिँ काम होइन. ल सौन्दर्य गाइस को स्पेस बेला हेर्छ. सौन्दर्य याद छ होला नि साइकोप्याथ त्यस्तै छ. छिटो हिँड्न छिटो जानुपर्छ अबलाई घाम जान आँटेको. अरे बाबा त्यसैमा गइहाल्नु. म फिल्डु तपाईँ खोलिसकेको छु मैले. अब अलिक घटाइदिनुपर्छ हो. लु गाइस लेट्स गो. यहाँ भागा भाग हुन्छ है. उहाँ छ टोइलेट हो. लाग्छु भन बबीले मार्छ.
सरी गाइस पानी त अन्त यहाँ तलदेखिको त सरर गर्दैछ हामी चाहिँ यहाँ दामी डर लागिरहेको छ ओ उचाल उचाल सबै हामीले चाहिँ ब्ल्याङ्केट चुकाइसकेको छ हो यो तार त यहाँ थियो यस्तो भइरहेको छ अब यो पानी पारिसकेपछि अब फेरि यसको चेन्ज हुन्छ यो जग्गा माइक सुप्रिया कसरी हामी देखिरहेको छ तथास्तु यहाँ झुला खेलिरहेको छ यहाँ घाम पनि हेपी लाग्यो अब उयो कपाल सुकाउँछु एकछिन अहिले भेटौँ सो हामीले चाहिँ यसको फेरि यो पोजिसन चेन्ज सबैको जग्गा चेन्ज गरेर यस्तो भइरहेको छ बिचमा राखिदिएको नि सो द्याट यो उयो हुँदैन भनेर हो झुन्डिँदैन नि त अब यसको फेरि क्युटी किचनहरू यो पग्ली अब यो डरै लाग्दैछ हो लुगाहरू उठायो अब हामी जाँदैछौँ घाम पनि लागिरहेको छ यहाँ चाहिँ बदबाद एक काम गर्छ 2-3वटा काम बिग्रिन्छ जब हामी जाँदैछ हाम्रो रुम तरफ मर्निङ गाइज हामी चाहिँ सिलगढीबाट चाहिँ हिजो घर फर्केको नि त अन्त आज चाहिँ हामी छिटो उठ्यो 4 बजीतिर उठेको थिएँ बानी लागेछ हो हामीलाई चाहिँ अन्त हामी 4 बजी उठेर चाहिँ घरहरू सफा गऱ्यो हो पूजा गर्ने कामहरू गऱ्यो पोचासोचा लगायो अन्त अब चाहिँ हामी फेरि मेन हाम्रो घरको बाहिरनिर ग्रिल सफा गर्न जाँदैछ हो आमा र हामी अब 3जना आमा छोरी मिलेर चाहिँ हामी काम गर्ने गाइज हो अन्त हामी चाहिँ अघि ब्रेकफास्ट गरिसकेँ ब्रेकफास्ट चाहिँ हाम्रो यो ब्रेड बटर एन्ड थम्स अप आमा चाहिँ फेरि ब्रेकफास्ट डरलाग्दो हुन्छ है गाइज घरको दिन चाहिँ अब अलिक डाइट गर्नुपर्ने छ हो किनभने म पुरा मोटाको रहेछु नि त सो अब चाहिँ घरको पुरा काम गर्नुपर्छ भने चाहिँ अब हामीले चाहिँ यो ग्रिल पुस्नु जान आँटेको म फोनलाई चार्ज गरिराख्छु गीत बजाउँछु अहिले इट्स जस्ट 7:30 क्रस गरेछ हो अहिले चाहिँ अब छिटो कामहरू सक्ने त्यही त गाई सोच्नुहोस् न अब हामीले 4 बजी उठेर चाहिँ हामीले के चाहिँ गऱ्यो होला भर्खर 7 बज्दैछ मलाई फेरि छिटो उठ्यो भने क्या त्यो दिन पुरा ढिलो बितेको जस्तो लाग्छ हो अन्त हरेस लाग्छ बरु ढिलो उठ फोन चलाऊ सुत होइन गाइस त्यो सजिलो हो नि त दिनमा हरेस लाग्छ हो गाइस प्लस गरम हुन्छ गरममा झन् हरेस हुन्छ फेरि हो हाम्रो एरिया अलिक त्यो सुनसान पनि छ नि त हरेस हुन्छ गाइस आमाले ढोल लगिसक्यो हाम्रो आमा चाहिँ गीत सुन्नुहुँदैछ गाइस बाहिर म गीत बजाउँछु नि ओके गाइस बाई हामीले चाहिँ सुरु गरेकै काम गर्नु काम गरिसके हो अन्त अब चाहिँ हामी बहिनी भेट्न आइछ तपाईँले कन्टेन्ट दिँदैन नि कन्टेन्ट दिन्छ नि हाम्रो बहिनी पुरा म भनिबस्छु फेसबुकमा मेरो पेज छ गाइस प्लिज यु अल क्यान फलो मी म तपाईँहरूलाई म देखाउँछु कन्टेन्ट दिएको तिमीलाई चाहे मैले छैन सुनेको खबर हेलो भन न लटिन्छ गाइस अलिकति कि प्रब्लम
बेट बज्दैछ सिटी गाइस हाम्रो चाहिँ यहाँनिर गएको छ हो रुख छ सानो सानो आन्टीले दिनुभएको यो गाइस हाम्रो गार्डन भनेको यही हो सब यही हो यादमा बाँचेको छु गाइस यस्तो चाहिँ यहाँ चाहिँ सो गाइस थाके यो म्याट ल्याउनुपर्छ र काम गर्छ हाम्रो बहिनीले पुरा एउटा कुतो त मरौ त यो बोकेर दिउँ त यो बोका पुरा काम गर्छ गर्छ नि हौ बहिनीले त अब यो यहाँ राख्नुपर्छ यहाँ राख यहाँ यसरी राख त्यहाँ एकदम राख त्यहाँ राख लाइक दिस यहाँनिर राख गुड 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 बोक्नु सक्दैन समाइराले काम गर्छु भन्छ बहिनीले त पुरा सक्छ गाइस यसले चप्पल हटाएर राख्छ है आफै सिकाउनु पनि पर्दैन ओहो काम गर्छु भन्छ आफै ल ल यो त बाहिर के हुँदैन भित्रमा हाल्दा हुन्छ ए भित्र गयो नानी झकै पर्छ चप्पलहरू हटे चप्पलहरू हो यो चप्पल हटाउँछ मेरा होइन बाहिर होस् लाग्यो राख्न चाप पनि बाहिरको रहेछ आमा गाइस हेर्नु न सबै कुरा क्लियर छ हो पुरा सफी छैन नि चाहिँ खै हामी फेरि जानुपर्छ एकछिन समाएर त्यत्तिकै यो अर्को ल्याउनु सलो ले छुले समयले पर्खिराख्छ समाएर गेट आउट खै कुछ लु समाएर लु स्लिपर राख आको जुम बल गाइस आफै पुरा काम गर्छ नि फेरि पहिले चाहिँ गुड भित्र नानी भन्दा ठुलो छ ऊ हेरेछ बाटो नानी राख्नुपर्छ त्यो कहाँ राख्नुपर्छ मैना सिङ माने राख्छ लु राखे समयले बिचारा एउटा मिलाउनु सकेन रहेछ लु यसो गर्नु छ लु उतापट्टि तान्नु समाएर उतापट्टि तान अझै तान गुड लु मिलाउँदैछ है बहिनीले चाहिँ आसिया पट्टाउँदैछ गाइस आज चाहिँ हामी कति 4 बजी उठ्दाखेरि पानी परिरहेको थियो हो फेरि आफै त्यो भएछ तर गाइस अलिक वेदर इज नट द्याट मच गुड है पानी पर्छ होला फेरि बहिनी देखाउँछ नि मोका छु मैना ऊ सेम नेरीका म जस्तो देखिरहेको छ कि उसले म भन्दैछ होइन त म त्यो अर्को खोज खोज्दैछ गाइस मलाई खोज्दैछ खोइ म कहाँ छु समयले मलाई चिनेन नेरीका देखाएको छैन त्यही त गुड गर्ल खोइ ह्यान्डसेक नाइस सो गाइस अब चाहिँ मैला डराउनु जाने हो मैला गाडी पनि पिप गर्दै थियो हराएछ हो आफै पो जान्छ राख्नु फेरि हो गाइस देख्नु भयो होला केही सिकाउनु पर्दैन आफै जान्छ आफै गर्छ बिगाड्यो भने भाँडाकुटीहरू खेल्छ नि त हाम्रोमा फेरि सबै मिलाएर जान्छ देख्नु भयो होला गाइस सो बाई गाइस अब चाहिँ मैला डराउँदाखेरि भेटौँ है गाइस ओके गाइस सो बाई सो गाइस हामी चाहिँ अब मैला डराउनुको लागि आएको अहिले हाम्रो गार्बेजको गाडी छैन नि त सिटीमा थियो तर आएन हो फेरि अब यहाँ सो गाइस अहिले हामीले चाहिँ लन्च पनि गरिसकेको छ हो हामीले चाहिँ करेन्ट पकाएर खाएको थियो अन्त चाहिँ यहाँ मसाज चल्दैछ गाइस तिमीलाई होइन तपाईँलाई भन खै तपाईँलाई भनेको डाक नगर्नु नि यस्तो गर्नु यस्तो गर्नु र
एक्सक्युज मी प्लिज यहाँ मसाज चल्दैछ हो गाइस दुईजनाको हरै मेरो भएछ पाराले गन्चीले पारा अलिक माथि कपाल हेर्नुहोस् न बहिनीको के भइसकेको के भइसक्यो कपाल यताउता भइरहेछ नक्कली छ नि बुझ्छ नि छिटो मसाज छिटो न अब एकछिनमा भेटौँ ल आज चाहिँ हाम्रो नेक्स्ट डे हो है हामी चाहिँ आधा गरेर गर्दैछु हो अन्त आज चाहिँ हामीले भ्लग एन्ड गरौँ भनेर चाहिँ गरेको र आज हामी सामसिङ पनि जाँदैछु घर हो आमा अगाडि आमा र शोभा आन्टी अगाडि हिँड्नु भएको छ अन्त आज चाहिँ हामीले एन्डिङ गरिदिइहालेको हो किनभने पुरा त्यो घरि आजको फेरि भोलिको फेरि पर्सि कन्टिन्यू हुँदैछ कि भिडियो अन्त त्यही भएर चाहिँ सिमन यहाँ छ हामी चाहिँ मलाई भारी बोकाइरहेको छ गाइस बाटो बसमा चाहिँ सिमन बेइज्जत गरेको यत्रो यो ब्याग बोकेर बसमा हल्लिँदै गयो लास्ट सिटसम्म बिचरा लास्ट सिटमा त अब एकछिनमा बोकी पो दिन्छ होला भए त सम्म भिडमा लडिरहेको छ बसको बिचमा हो सिममा त मलाई त साक्षी म भागेँ भनेर भागिदिएको यस्तो दिमाग खराब भएको बसमा मेरो त हो त्यहाँदेखिको अब हामी क्यान्टिन पनि आइपुग्यो यो क्यान्टिनको त मान्छे राम्रो छैन त गाइस अस्ति हामी यो क्यान्टिन आएको कि मान्छेहरूले त रिसाएर गाइस अनि त्यही अब हामी क्यान्टिनमा चाहिँ पस्छु सामानहरू उयो गरेर त्यहाँदेखिको चाहिँ हामीले अब सामसिङ खाइ जान्छु सो आजको जस्तो भिडियो तन्काउँदिनँ आज भोलि पर्सि गर्दिनँ हो आजको चाहिँ आज खतम गरिदिइहाल्छु भनेर चाहिँ गरेको चलो अहिले भेट्छु तपाईँले क्यान्टिनमा पनि देखाउँछु आमा र आन्टी सिमरन यस्तो गाइस आज यस्तो रातो जाडो भएको दिउँसो अहिले पनि वेदर त्यस्तो छ कि तर अलिक गरम स्टार्ट भएछ हौ प्रायः खासै गरम हुँदैछ है गाइस मलाई पुरा जुस खानु मन पऱ्यो पिसको ल्याउनु किनेर के भइदिएको जुस खानु लागि फेरि बिमार छ नि त उसलाई फेरि गाडीमा चढ्नुपर्छ भने चाहिँ वासरुम जानुपर्छ 1000चोटि हो सो म त बेटर भयो अब जुस खायो भन्दा झन् अब वासरुममा बस्दा पनि भयो म त अब कहीँ नजाँदा पनि भयो सुत्दा पनि भयो फेरि सो गाइस अब हामीले यहाँ आइपुग्यो हो अन्त लु बाई